दशकबिन कैलालीमा देउरले भाउजूको घाँटी थिचेर हत्या गरेको घटना सेलाउन नपाउँदै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर 2 को बैयाबेडी स्थित कोठाभित्र 30 वर्षकी रेणुका चौधरी कोठाभन्दा बाहिर ताला लगाएको अवस्थामा रेणुका चौधरी कोठाभित्र चाहिँ मृत भेटिएको घटना बाहिर आएको छ। आज हामी यस घटनाका विषयमा तपाईहरुलाई जानकारी गराउँदैछौँ। पछिल्लो समय कैलाली जिल्लाको विभिन्न ठाउँमा यस्ता खालका घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्। दिन प्रतिदिन घटना बढ्दै जाँदा अहिले चाहिँ समाजमा एक किसिमको तरंग फैलिएको छ। धनगढीको यो घटनाले त झनै अहिले यस क्षेत्रका स्थानीय चाहिँ त्रसित बन्ने अवस्था आएको छ। यही घर थियो, यो घरमा बस्ने रेणुका चौधरी खाने पान मिटर रिडरको काम गर्थिन्। उनी 30 वर्षकी थिइन्। उनीसँग को बस्थ्यो, यो घरमा को बस्थ्यो त्यो अहिलेसम्म चाहिँ खुल्न सकेको छैन। घरमा हेर्न जाँदा चाहिँ कोही पनि छैन। घरको कोठाभित्र जुन मृत चौधरी भेटिन् त्यो कोठाबाट चाहिँ गन्ध आउन थाले भन्दा पछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरीको टोलीले कोठा खोलेर हेर्दा भने चाहिँ चौधरी कोठाभित्रै गन्नाएको अवस्थामा चाहिँ मृत फेला परेकी थिइन्। उनलाई अहिले चाहिँ यहाँबाट पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ। आउनुस् आज हामी यहाँ केही स्थानीय र छिमेकीसँग पनि कुराकानी गर्छौँ। उहाँहरू के भन्नुहुन्छ, मृतक चौधरीसँग को बस्थ्यो, आखिर उनको कसरी चाहिँ कोठाभित्र जुन कोठाको बाहिर मेन ढोकामा ताला लगाइएको अवस्थामा कोठाभित्र उनी चाहिँ मृत फेला परिन्। सर हजुरको नाम भनिदिनु न। नरी साउद। नरी साउद। अनि हजुर चाहिँ अब साइडमा मतलब घरको आडैमा चाहिँ पसल राखेर बस्नु भएको छ। यहाँ गन्ध आएको कहिले, आज कि हिजो? आज बिहान गन्ध आउन थालेको 3 दिन भयो। तपाईले खबर कहिले गर्नुभयो? कोठा थियो हैन? हजुर त्यहाँ दुई तरफ चाली ढोका लाग्छ। अनि शुक्रबारको दिन देखि त्यो कोठा बन्द थियो। हजुर। त्यसपछि उनीहरू अब कर्मचारी सरकारी घर गयो होला भने कसैले मतलब राखेन। यो यहाँ कर्मचारीहरू मात्रै बस्ने घरमा हैन हैन पर्छ। हजुर। अनि त्यसपछि आज बिहान मैले यो ढोका खोलेर हेर्छु त लास्टिक गन आएदेखि। अनि मैले घरबेटले भनेको यो के हो गर्ने गन आइरहेछ भने मैले माथिबाट झ्याल खोलेर अनि ठ्याक्क त्यो लास्ट देखेको थिएँ। लास्ट कस्तो थियो, मतलब खाटमा सुतेको थियो? खाटमा सुतेको थियो भन्दै थिएँ, मैले देखेन। खाटमै सुतेको? बाहिर कोठाको बाहिर ताला लगाएको थियो? ताला लगाएको। अनि यहाँ कोही मान्छे आउने त्यस्तो केही जानकारी दिए कि छैन? मलाई थाहा हुन हजुर, त्यो ग्यालेरी खुल्ला हुन्छ यता कोही सम्पर्क छैन मलाई मतलब भन्नु। अनि खाटमै सुतेको अवस्थामा चाहिँ सब थियो? खाटमै सुतेको थियो लास्ट। कति बजेतिरको कुरा आज लेख्नु भएको? आज 7 बजेतिरको कुरा होला। आज बिहान धेरै गन्ध आएपछि तपाईहरुले चाहिँ प्रहरीलाई पनि खबर गर्नुभयो, घरबेटलाई खबर गर्नु है? घरबेटले गर्नुभयो खबर। मैले घरबेटलाई भने घरबेटले प्रशासनलाई सूचना दियो। दशकबिन कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर 11 अमर बस्ती घर भएकी 30 वर्षकी रेणुका चौधरी यही घरमा भाडामा बस्थिन्। उनी भाडामा बस्ने कोठाको बाहिर ताला लागेको छ। कोठाभित्रबाट एकाएक दुर्गन्ध फैले भन्दा पछि, गन्ध आउन थाले भन्दा पछि स्थानीयले थाहा पाइसके भन्दा पश्चात प्रहरीलाई खबर गरेका थिए। अहिले पनि प्रहरी चाहिँ यो घरको सुरक्षाका लागि यहाँ चाहिँ बस्नु भएको छ। उहाँहरू चाहिँ अहिले पनि यहाँ सुरक्षा दिइरहनु भएको छ। यो घरमा अथवा जहाँ रेणुका बस्थिन् त्यो कोठामा को मानिस आउँथ्यो? कोठाको जुन ढोकामा ताला लागेको छ, तर कोठाभित्र बस्ने जुन 30 वर्षकी रेणुका चौधरी एकाएक मृत फेला, त्यो पनि गन्ध आएको अवस्थामा उनको शव प्रहरीले फेला पारिसके भन्दा पछि अहिले यो घटना झनै शङ्कास्पद भएको छ। हामी यस घटनाका विषयमा टोटल जानकारी तपाईहरुलाई चाहिँ दिइरहनेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला।